सर्वोच्च अदालतमा यो कुन धारा अन्तर्गत होइन, यसलाई भन्छ दुईटा कुरा, आन्दोलनको बलमा र डक्ट्रिन अफ नेसेसिटी भन्छ। आन्दोलनको भरमा जुन माग थियो आन्दोलनकारी, आवश्यकताको सिद्धान्त हो र आन्दोलनको जसरी संविधान अन्तर्गत तपाईले बताउँछु कि 63 मै नै संसद पुनर्स्थापनामा कुन नियमले भयो थियो। अनि त्यसो भए राष्ट्रिय सभा प्रदेश सभा किन राखेको, सभामुख उपसभामुख किन यतावत राखेको? केही दिनमा उनीहरू पनि जानुपर्छ मेरो विचारले। जान्छ जाँदैन गएन भने त त्यो जेनजीको आन्दोलनको त्यो लक्ष्य पूर्ति भएन नि। यो थोरै जेनजीको आन्दोलनको के सङ्घीय संसदमा त प्रतिनिधि सभा मात्र भ्रष्टाचारको थलो थियो कि प्रदेश पनि त्यतिकै भ्रष्टाचारको थलो हो? दोषी हामी सांसद बोल्ने थियो कि दोषी सभामुख थियो? सभामुख जानुपर्छ नि, सभामुखले नै संसदलाई डिरेल गरिदिने अनि सही गन्तव्यतिर संसदलाई कहिले पनि डोराउनु सकेन नि। संसदलाई एउटा अनि वाक स्वतन्त्रताको थलो बन्न दिएन नि। जेनजीको आन्दोलनको स्पिरिट त्यो हो। तर मैले भने नि कि त्यो जेनजी आन्दोलनलाई हाइजेक देशीबाट पनि भएछ विदेशीबाट पनि भएछ। अब तर देशी विदेशीको नाम बोल्ने म कुन अवस्थामा आउँछु? 3 महिना पछि आउँछु सर। चाहेपछि कुनै देश एलाउ गरेन। भाग्न चाहेका थिए? चाहेका थिए। प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीहरूले भाग्न खोजेको थियो तर देशले साइलम दिनु पर्यो नि। मतलब छिमेकी देशले मानेन। इंडिया में तो एउटा एसएसबी वाला को विज्ञप्ति नहीं देखी रह चुकी, गाड़ी सब ठीक से चेक कीजिएगा नहीं तो उरी आ जाएगा या अथवा राष्ट्रपति रामचंद्र पौडेल आ जाएगा, सबका फोटो पनि जारी गरेको थियो। त्यस्तै उनीहरुलाई प्रवेश नदिनु भयो। दुबई जान खोजेको थियो, दुबईले पनि मानेन। मैले सुनेको उल्टै दुबईले तले के गरेछ, भिजिट भिसा पनि रोक लगाइदियो। अहिले भिजिट भिसा रोक लगाइदियो। त्यस कारणले यिनीहरूको जुन कुकृत्य थियो, कुनै देशले त्यो कुकृत्यलाई आफ्नो देशमा पसाउन नखोजेकै हो। भाग्न खोजेकै तर भाग्नलाई त ठाउँ दिनु पर्यो। सम्बन्धित देशले त त्यो प्लेनलाई ल्यान्ड गर्न दिनु पर्यो नि। सके यो परिवर्तनलाई ग्रहण गरिसक्यो, बुझिसक्यो कि यो परिवर्तनको पछाडि ठुलो ताकतहरू छन्। हामी त्यसमा यदि कन्फरेन्स गर्यो भने हामी मारिन्छौँ, हामी सकिन्छौँ। त्यो आफ्नो सकिनबाट जोगिनको लागि जे जस्तो चुनावको परिणाम हुन्छ त्यसलाई स्वीकार गर्न बाहेक केही उपाय छैन। त्यो अहिले दलको नेताहरूमा चलिरहेछ, यो मैले बुझेको छु। यसको अर्थ अझै हेर्न हामीले धेरै बाँकी छ। यो कास्टिङ हो। छठपछि केही कुरा फेरि झिल्को आउँछ। छठपछि किनभने अब छठपछि एकचोटि फेरि राजनीतिक झट्का लाग्छ।